हेलो नमस्ते गुड मर्निङ डिएक्सियन सम्पूर्णलाई हामी स्वास्थ्यको अभियानमा चलेको छौँ। जता कतै बिमारीले हामीलाई धेरै नै गाह्रो बनाएको छ। सो त्यो कारणले गर्दाखेरि चाहिँ हामी बिमारी मुक्त हुनुपर्छ र हामी एउटा स्वास्थ्य हुनुपर्छ भन्ने एउटा जुन सोचको नारा लिएर म गरिरहेकै छु भनौँ एउटा हिसाबले। र आज मैले फेरि नयाँ प्रोडक्ट एउटा लिएको छु हाम्रो डिएक्सन कम्पनीको ओच्चा नुडल हैन। तपाईहरुलाई के कस्तो लाग्छ ओच्चा नुडल? हामीहरूले प्रायः जसो नास्ता खाने गर्छौँ, बच्चाहरूलाई टिफिनहरू दिने गर्छौँ हैन। र लेडिजहरू प्रायः जसो लेडिज हाम्रो दिदीबहिनीहरूले धेरैले हाम्रो भनौँ न ओच्चा नुडलहरू खाने गर्नुहुन्छ र बाहिरको चाउचाउहरू धेरै खानुहुन्छ हैन। खाएर कसैलाई पार्टीको समस्या, पेट दुख्ने समस्या हैन, हरेक बिमारीहरू निक्लिरहेको छ। सो त्यही भएर यो अर्गानिक प्रोडक्ट छ। यो अर्गानिक प्रोडक्ट छ, रिफाइन पनि छैन, केही पनि छैन यसमा। एकदम नेचुरल बनाइएको एउटा चाउचाउ हो। नास्ताको प्रयोग गर्न सकिन्छ र मजाले यसलाई बोइल गरेर अन्डा हालेर सब्जी हालेर हरियो मटरहरू हालेर बनाएर खान सकिन्छ। बजारको चाउचाउ र यसमा के फरक छ? बजारको चाउचाउहरूमा रिफाइन गरेको हुन्छ, मासुको त्यो बोसो आइटमहरू मिसाएको हुन्छ, मरमसलाहरू हालेको हुन्छ हैन, पिरो स्वादिष्टहरू बनाएको हुन्छ। तर यसमा त्यस्तो छैन, एकदम नर्मल छ। पानीमा बोइल गर्ने हो। तपाईलाई मन परेको चिजहरू भेजिटेबलहरू हाल्ने हैन, चिकन हाल्नेले चिकन हाल्न सक्नुहुन्छ, मासु आइटम हाल्न सक्नुहुन्छ, मटरहरू हाल्न सक्नुहुन्छ। त्यसरी बनाएर यसलाई एउटा राम्रो रूपमा खान सक्नुहुन्छ नास्ताको रूपमा र बच्चाहरूलाई पनि टिफिनमा एउटा दिन सक्नुहुन्छ। भनेपछि यो खाँदाखेरि के छ त फाइदा? यो खाँदाखेरि फाइदा के हो भन्दाखेरि तपाईहरुलाई एउटा स्वास्थ्यको लागि धेरै राम्रो हुनुभयो र यसमा नो केमिकल हो, केमिकल छैन। अनि खाँदाखेरि स्वास्थ्यको लागि राम्रो र यो खाइराख्दाखेरि एउटा पर्सेन्टेज एउटा पोइन्टको पनि एउटा काम भएको कारणले गर्दा सिस्टममा पैसा पनि आउने भयो। प्लस यो चाउचाउ खाँदै जाँदाखेरि हामीलाई भनौँ यसमा पाइने सबै प्रोटिन, फ्याट, कार्बोहाइड्रेट भनौँ क्यालोरी सबै मिसाएर एउटा लिमिटेड मात्रामा बनाएको छ। भनेपछि यसरी हामीले खान सक्छौँ र बच्चाहरूलाई टिफिन पनि दिन सक्छौँ र हामी एउटा स्वास्थ्य पनि बन्न सक्छौँ। त्यही भएर नास्ताको प्रयोगमा हामीहरूले ओच्चा नुडल खाउँ, ओच्चा नुडल खाएर हामीहरूले स्वास्थ्य बनाउँ। मेरो धारणा यही हो। हजुरहरूको धारणा के कस्तो लाग्छ? बाहिरको चाउचाउ पनि नखानुस् भन्न खोजेको होइन, तर केमिकल लाइट चाउचाउ नखानुहोस्, एउटा अर्गानिक खानुहोस्, स्वास्थ्य एउटा राम्रो बनाउनुहोस्। तपाईको मर्जी हो स्वास्थ्य बन्ने या के गर्ने हैन। स्वास्थ्य बनेर एउटा अगाडि अभियान बढाउने तपाईहरुको जिम्मा छ, तपाईहरुको हातमा छ। हामीहरूले र मैले भन्ने एउटा सल्लाह सुझाव हो। आजबाट अर्गानिक खाउँ हैन, स्वास्थ्य बनाऊ। हस्त नमस्ते, गुड मर्निङ एक्सन।